हाम्रो केटाहरू चाहिँ यसरी इन्जोय गरिरहेछन् होइन आफू पाराले। त्यसपछि यहाँ छ हाम्रो बर्थडे बोय छ। My birthday, I'm fucking turning 18. So that's why I'm drinking alcohol night. That's all. बार्बिक्यू हुँदैछ है, विङ्सहरू एकदम पाक्दैछ। Happy birthday, dear mama. Happy birthday to you. Hooray! Champion. Thank you very much के शब्द नआउनुलाई हैन तर यो मुभमेन्टमा हैन सधैँ इन्जोय गर्दिनु होला है यसको बर्थडे हो आज हैन यो मेरो अब एडलेटको सबभन्दा मिल्ने साथी है फेरि अनि हामी चाहिँ अनि पार्टीको बारेमा भन्छु म यो सबै मैले अर्गनाइज गरे होला तर स्पोन्सर त्यो हो यो मुभमेन्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि पछिसम्म अनि एउटा भिडियो रहेछ भने पछि हेर्दाखेरि तिमीहरूलाई कस्तो लाग्छ भने ए यो निमाको बर्थडे रहेछ भने जस्तो हुन्छ है फेरि है लेट्स इन्जोय है मुटुकै थ्रु चिने पनि we're very close friends. Best of luck for all everything you're doing. अनि त्यसपछि happy birthday. म पनि त्यही भन्न चाहन्छु जन्मदिनको धेरै धेरै शुभकामना निमा दाई भनौँ होइन त्यही हो नि अब एकदम मिल्ने साथी फनी इन्टरटेनिङ होइन Happy birthday and great year मलाई त्यो चाहिँ भन्न अलिक कम गर्नु पर्यो नि मैले जहिले मलाई डिस्कस गर्छ है इन्स्टाग्राम देख्ने गोरी भइसक्यो खानु ह्यापी बर्थडे लाखौँ करोडौँ शुभकामना भन्न चाहन्छु निमा सरलाई के भन्न चाहन्न लभ यु एन्ड ह्यापी बर्थडे निमा बेबी म चाहिँ आज वान अफ द बेस्ट पर्सन भनौँ होइन जन्मदिन पर्न गएको छ त्यसको लागि अग्रिम शुभकामना दिन चाहन्छु मैले है ऊ एकदम राम्रो मान्छे हो होइन चिनेदेखि नै अहिलेसम्म पनि अझै एकदम राम्रै छ ठिकै छ निमाको भाउजू मेरो बुढोको छेउबाट चिनेको उसको भेरी गुड फ्रेन्ड निमा चाहिँ मलाई फर्स्ट टाइम भेट्दाखेरि नै ऊ भेरी ओपनली लाइक हाइकी टाइपको मान्छे एक्सप्रेसिभ ओपन अनि एकदमै हेल्पफुल पनि छ मान्छे सो द्याट्स द भेरी गुड थिङ अबाउट हिम ह्याप्पी बर्थडे निमा इन एडभान्समा अनि वी अल लभ यु निमा मेरो एकदम मेरो साथी हो निमा बेस्ट फ्रेन्ड दुःख सुखमा साथ दिन्छ जहिले पनि यस भाइ I love him so much. Thank you. के अरे स्कुलबाट साथी हो मस्क चाहिँ खाजा खुवाउँथ्यो अनि मैले चाहिँ निमा मामालाई उसको थ्रुबाट भेटेको हो He was always like हुन्छ नि मलाई मेरो प्र नभएको भए नि हुन्थ्यो नि त बट एकचोटि बोलाइसकेपछि भान्जी खाइरहेछौ थाहा छैन एभ्री टाइम केयर गरिराख्नु भएको छ आइम सो ह्याप्पी बिकज अफ द्याट गर्दै मामा भन्नु त खासै केही छैन मेरो मामाको साथी मामा तर मामा इज भेरी क्लोज टु मी होइन अनि जिन्दगीमा चाहिँ कहिले के हुन्छ भने छारी चाहेको बेला छारी दिने मान्छे हो क्या ह्याप्पी बर्थडे टु यु हुन्छ नि त्यो जिन्दगीमा इज भेरी इम्पोर्टेन्ट सबैजनाको लागि कोही मान्छे भइदियोस् भन्ने जस्तो लाग्छ नि सात समुद्र पारी कसैले आमाको छारा दिन्छ भने मैले मामाको भेटदेखि नै होइन माइलाई थाहा छ होइन माइलाई सबै कुरो थाहा छ माइलाई मैले केही भन्नु पर्दैन होइन जे एकदम राम्रो मात्रै होस् राम्रो नै होस् के सधैँ पनि राम्रो नै होस् ह्याप्पी बर्थडे
होइन अब हाँस्दै खुस्दै सबको पालो सकिसकेपछि आयो मेरो पालो जे वे रियली क्लोज होइन के मलाई उसले जे भने पनि ओके होइन उसले चाहिँ भनेको ठिक हो उसले रियली ह्याप्पी फर द बर्थडे You guys been really great for me. निमा भने मेरो लागि एकदम नजिकको साथी हेर एलियटमा धेरै कम साथी भए तर निमा एकजना छ है सुखमा होस् त्यो सुन्ने मान्छे निमा हो त्यसमा अघि बढ्नु खुसी हुनु सुन्नु सुनाउनु The way you catch up to everybody, reassurance garni. But man, I miss my friends and all. Looking at you guys, you guys have a great bond. All the singles we over here, we hope so we be double like them doubles. Okay, listen. And all the doubles over here hope so they don't get into trouble. निमा भनेको चाहिँ यस्तो मान्छे he is very loving person ऊ एकदम strong like he is very good heart kind person हैन like उसको साथीहरुलाई उसको 100% दिन्छ इभन लाइक फर मी लाइक उसले marijuana भेट भयो हैन त्यसपछि हामी यत्रो 5 वर्षमा उसले मेरो लागि अप्स एन्ड डाउन्स ऊ एभ्री हुन्छ नि स्ट्रेसमा थियो उसको लागि म हुन्छ नि आइ एम रियली ग्रेटफुल दैट मैले उलाई पाए मान्छे यति राम्रो कि यति दयालु ही इज अलवेज इन्टु इट जसलाई हेल्प गर्न वर्न नट ह्याप्पी बर्थडे टु द हुन्छ नि मोस्ट लभिङ पर्सन दैट आई हेभ मेड इन माई लाइफ आई होप लाइक हुन्छ नि उसको फ्युचरमा बेस्ट होस् हामी सँगै भए नभए पनि उसको लागि चाहिँ लाइक सबै कुरा राम्रो होस् स्टिल विल बी इन गुड टर्म्स Guys, I want to tell you guys हैन एउटा कुरा म किन यस्तो सबैसँग किन क्लोज हुन्छ भने चाहिँ मैले मेरो लाइफको 11 इयर्स मैले हस्टेलमा मेरो साथीभाइसँग बितायो मेरो लाइफमा मेरो फ्यामिली भन्दा नि बेसी मेरो साथीभाइ वरिपरि यताउति म बिराम भए पनि साथीभाइ म हाँसे पनि साथीभाइ हैन म काठमाडौँ पढ्दाखेरि पनि मेरो ड्याडी मम्मी सबैजना आफ्नै बिजनेसमा व्यस्त म एक्लै थिएँ त्यहाँ अब मेरो दाइ हुन्थ्यो मेरो दिदी हुन्थ्यो त्यसपछि मेरो साथीभाइ हो नि त्यसमा म जहाँसुकै जाओस् साथीभाइ भेट्यो भने मलाई चाहिँ मेरो फ्यामिली जस्तो लाग्छ है मलाई चाहिँ साथीभाइसँग नै रमाइलो लाग्छ म सबभन्दा रुपेशलाई म धेरै धेरै धन्यवाद एभ्रिथिङ अर्गनाइज If I become a billionaire, he will be my fucking manager. राजीव र मेरो बोन्डिङ कस्तो एकदमै अर्कै टाइपको छ क्या उसले सेयर गर्छ उसले कसैले नगरेको कुराहरू सेयर गर्छ मलाई राम्रो लाग्छ अब हाम्रो झिल्के त झिल्के भइहाल्यो कि एकदम बेस्ट मान्छे अङ्कित पनि ऊ हाम्रो भान्जा त मेरो आफ्नै भान्जा जस्तो हो होइन रमाइलो तर मामालाई एकदम माया गर्छ है तर मलाई बिल्ला हान्ने मान्छे यही एउटा मात्र छ अब सञ्जीव एज यु गाइज अल नो सञ्जीव मेरो बच्चैदेखिको साथी स्कुलको सँगै मेरो त अब फ्यामिली भन्दा पनि सायद माथि नै छ मान्छेसँग मेरो त्यति कनेक्सन छ होइन स्कुलसँगै पढेँ कलेजसँगै पढेँ यहाँ आएर हामी सँगै छौँ अहिले द्याट्स वाट म्याटर के अब कति साथी छ नि त कति साथी थियो त्यो तर यही हो मेरो अहिलेसम्म भएको साथी हो नि अब मेरो रेस्पेक्टेड दाइ मेरो भाउजू साथीहरू मैले यो मान्छे जस्तो मेरो दाइ हो तर भन्छु यो मान्छे जस्तो हम्बल लोयल लभिङ रेस्पेक्टफुल भाउजू इज भेरी लकी बेस्ट कपल के अब कसैको के हुन्छ बुढा एकदम राम्रो बुढी नराम्रो त्यो हाम्रै हो Happy birthday! Happy birthday! Hip hip hooray!
Alright, come on, boys! You can do it! Alright! लाइन लाएर राख्नु ल नत्र कप साटिन्छ लाइन लाएर राख्नु नत्र कप साटिन्छ लाइन लाएर रियाक्सन दियो है केटा हो
ओइ त्यहाँ उता पछाडिबाट हेर्नु चाहिँ उसले के खाइरहेछ पानी नआउन पनि सक्छ है चाहिँ पछि यही भन्छ है पछि त जिन्दगीको पार हाल्छ है ओइ ओइ त अब बक्सा ग्लास यसो पनि 50 होइन 100 काट्नु पर्ला मलाई दिदीलाई थाहा भइहाल्छ नि दिदीले चाहिँ मलाई थाहा हुन्छ नि त मैले 200 रुपैयाँ काट म चाहिँ सञ्जीवमै गएँ भोट म पनि ल मैले थाहा पाएँ खाना तपाईँको भिडियो गरिदिनु त म यही ग्लास युज गरेँ ग्लास छैन यहाँ बज्यो तलदेखि चाहिँ तपाईँको उबाट स्टार्ट छ क्या त्यही भएर मैले त्यसै राखिरहेको छु सम्म त बुक बिहानी होइन नि यसमा त अब के हुन्छ अब यसपछि के हुन्छ अब भोटिङ सन्जीव है मेरोमा बढी भोट कसलाई गयो होइन पहिला निमा how many vote you got 5 Sanjeev how many vote you got 6 sorry 6 okay एउटा 10 जना छ दिन्छ सन्जीवलाई कोले भनेको हात उठाउँदा सन्जीवलाई कोले भनेको 5 हो के 5 okay निमालाई फेरि भोटिङ सुरु हुन्छ हुँदैन किन निमालाई 5 ले भन्नु पाइहाल्यो नि यो मैले गेमको रुपेश 2 Sanjeev 5 Nima 5 and I will reveal you guys nobody guessed that one actually poster is by खसीको मासु त्यसपछि यता चाहिँ मोमोको लागि रेडी आज हाम्रो डिनरमा खसीको मासु अनि मोमो है
Thank you so much, guys, everyone. Thank you so much. मेरो बर्थडेमा आइदिएकोमा थ्याङ्क यू